देख्यौ तिमी अनि मजाले देख्छ गाई जाऊ के भन्ने हामी त आज माछा मार्न आएको दुईजना एक ठाउँमा माछै परेन अर्को ठाउँमा आछौँ है रमाइलो चाहिँ रमाइलो भइरहेछ माछा नपरे पनि साथै आफै यस्तै छ गाइज के छ यस्तो छ यो माछा के भन्नु मन लाग्यो भने भन्यो हुन्छ माछा चाहिँ अब अहिलेसम्म परेको छैन त्यही भएर हामी रमाइलोको लागि आएको हो सिक्दैछौँ हामी केही सिक्दैछौँ यहाँ सिक्दैछौँ सन्तोषलाई के भन्नु छ भाइ सन्तोषलाई के भन्नु छ केही छैन ल भाइ सन्तोषलाई के भन्नु छ के भन्नु छैन अब दाइको भाग्यमा हामीले माछा मारेको खानु जुरेको रहेन होइन खसी मासु पनि खानु लेखेर हिँड्छ खसीको मासु पनि नयाँ कराईमा अनि यस्तै अब पछि यता आएपछि खुवाउँला नि टेन्सन नगरी बस्नु भिडियोमा चाहिँ लाइक सेयर सब्सक्राइब सबै गरेर दिनेश दाइलाई के भन्नु छ दिनेश दाइलाई दिनेश दाइ त बिजी मान्छे अब के गर्नु अब जाउँ भन्दाखेरि नि नमान्नु बिजी अनि आएपछि अनि भाइ खै हामी बोलाउन भन्नुहुन्छ त्यो पनि केही छैन दाइ मैले माछा कोसुले भने चाहिँ बोलाउँछु देखाउँछु बोलाउँदा आउनुहुन्न बिहानै बिहानै फुत्काएको माछा कहानी भनिदिनु त्यही माछा लास्ट छ आज त्यही गुम्का माछा त्यही भन्दा मैले कस्तो मार्नु खोजिरहेको छु दाइले गरेर के भाइ बाटो हेरेर है भाइ झराउँदाखेरि ल यो पछाडि यसले फाली फाल्यो भने कमाउने आज माछा के भन्नु यस्तो दुःख गरेर आइहाल्छ माछा परेन भने अमिलो भएर फर्किनु पर्छ क्या अरे ल भाइ त लिएर जाने त कसैले जान्छ तर लाग्छ थोरै देखेँ है चाँडो धेरै हुन्छ नि